अहिले हामी पार्टी मिलाउने सोचमा छौँ के त्यसकारण हामीले नमिलाएर कसले भन्छ हामी देश हाँक्न हिँडेका यत्रो वर्ष जेल बस्यौँ कुटाइ खायौँ भने पनि हामी मिलाउन सक्दैनौँ हामी संविधान बनाएका मान्छे हुँ नि हामी यत्रो हिंसाको अन्त गरेका मान्छे हुन् हाम्रो पार्टी किन मिलाउनु हाम्रो मान्छे मिलाउन सकेन भने हामीले किन राजनीति गर्नु पर्यो त घर बसेको कति आनन्द हुन्छ दुईटा धार भएपछि त पार्टीलाई अप्ठ्यारो पर्छ नि त्यसकारण यो दुईटै धारलाई एकै ठाउँ राख्ने पक्षको हो कि तपाईँले यस नु भन्नुहुन्छ के किता देखायो भन्नुहुन्छ हाम्रो किता पार्टी नफुटाल्ने नबिगार्ने मुलुकको नेतृत्व गर्ने नेपाली कांग्रेसले इतिहासले दिएको नेतृत्व गर्ने हाम्रो किता हो हामी साथीहरूलाई यो पार्टीलाई एकताबद्धका निम्ति गर्नका निम्ति जान पनि तयार छौँ तिम्रो हटेर यो पार्टी बन्न छ भने हट्न पनि तयार छु तिमीहरूले कस्तो यता पनि ठिकै यस्तो स्पष्ट कुरा पनि यता र उता हुन्छ कि पत्रकारहरू पनि के भएको हामीले जेनजी मुभमेन्ट पछि यो सम्मेलन बोलाउन पर्थ्यो यो क्राइसिसको बेलामा उत्साहित बनाउनका निम्ति बोलाउन पर्थ्यो नबोलाएको कारणले गर्दा विशेष महाधिवेशनको आह्वान गयो 54% व्यक्तिहरूलाई भेरिफाई नगरे पनि 54% साथीहरूले सिफारिस गरे पनि सेन्ट्रल कमिटीले यसलाई आफूले ग्रहण गर्न पर्थ्यो ग्रहण नगर्नुमा कमजोरी देखिएको छ सिद्धि हो मिलाउनेमा समर्थन छ नि पार्टी मिलाउनेमा मैले फुटाल्ने भनिनँ नि मैले मिलाउने मात्रै कुरा गरेँ नि पार्टी फुटाल्ने होइन मिला सभापतिलाई पनि त्यहाँ ल्याउनु पर्यो कार्यवाहकलाई पनि त्यहाँ ल्याउनु पर्यो चारैजनाले दुईटा महामन्त्रीदेखि लिएर सबैले त्यो मञ्चमा आएर यो हाम्रो विशेष महाधिवेशन भने हाम्रो यो नीतिगत हो हामी सबै साथीहरू अब चुनावमा लागौँ अब चाहिँ अर्को आउने महाधिवेशनमा 4 महिनापछि हुने महाधिवेशनमा लागौँ भनेर आह्वान गरेपछि त राम्रो भयो नि तपाईँले एउटा कुरा भन्नुहोस् मैले भोगेको छु कृष्णजी र गिरिजाबाबुको बिचमा द्वन्द्व भयो म र एनपी साउदजी भएर हामी गिरिजाबाबु कहाँ गयौँ र हामीले गिरिजाबाबुलाई भने म मिलाउने पक्षमा छु भन्नुभयो गिरिजाबाबुले यही सन्देश लिएर कृष्ण कहाँ गयौँ कृष्णजीले भन्नु म पनि त मिलाउने पक्षमा छु भनेर गिरिजाबाबुले बोलाएको भेलामा कृष्णजी आएर मिलाएर जानुभयो मैले त म भोगेको छु फेरि गिरिजाबाबु र शेरबहादुरजीको बिचमा द्वन्द्व भयो मैले बसेर केमा द्वन्द्व भयो भनेपछि इमर्जेन्सी लगाउने कि नलाउने भन्ने विषयमा द्वन्द्व भयो पछिबाट त्यो द्वन्द्वबाट गिरिजाबाबुले देशको प्रधानमन्त्रीलाई पार्टीबाट निकालिदिनु भयो बुझ्नु नि त्यसपछि म चक्रवास्तोलाको घरमा बसेर दुईटालाई मिलाएर मैले एउटा निवेदन लेखेँ शेरबहादुरजीको पक्षबाट निवेदन लेखेँ र निवेदन टाइप गरेर लिएर आएपछि गिरिजाबाबुले भन्यो कि यो लाइन थपिदेऊ भनेपछि मैले निलो अक्षरमा त्यो थपिदिएँ उहाँले अब मिल्यो 4 बजी गिरिजाबाबु र शेरबहादुरजीलाई राख्ने भन्दाखेरि गिरिजाबाबु आउनु भएन बिहान सागर शमशेर ओमकारजी वासुदाई प्रसाद आउनुभयो र गिरिजाबाबु तपाईँ भेलामा हिँड्नुहोस् कार्यकर्ताले लिएर आउनुहोस् भन्नुभयो गिरिजाबाबुले आउनु भएन पार्टी फुट्यो त्यति बेला पनि लिन गयो आवाज जान्थ्यो अहिले पनि यो भेलामा नेताहरू गएर साथीहरूलाई सम्झाएर लिएर आयो भने एक ठाउँ हुन्छ यसरी पनि सत्य यो पार्टी मिलाउनेमा छु म हतारमा छैन तपाईँलाई मैले आज भन्छु मैले एमाले माओवादी मिलिसकेपछि सरकार बन्यो आन्तरिक द्वन्द्व भयो केपी ओलीजी के भन्नु भने यो झगडा नगरौँ म 4 महिनामा चाहिँ नि मैले पार्टी अधिवेशन गरेर तपाईँहरूलाई सुम्पिन्छु भनेर केपी ओलीजीले भन्नु माधव नेपालले तपाईँले भन्नु तपाईँको मिडियामा आउँछ नि छन नगद चाहिन्छ भन्नुभयो हतार गर्दाखेरि माधवजी कहाँ हुनुहुन्छ त्यसकारणले हामीले हतार गर्न हुन्न यो पार्टी मिलाउनुपर्छ 3वटा इभेन्ट मैले यो अनुभव सुनाएँ नि त्यसकारण यसलाई चाहिँ नि हामीले जो मिलेर जान्छ मिलाउनुपर्छ भन्ने छौँ नि हामीलाई तपाईँहरूले सहयोग गर्नुपर्छ मिडियाले लेखेर बोलेर प्रचार गरेर गर्नु भने त यो काङ्ग्रेस बिग्रदा आदि त सबै कुरा बिग्रिन्छ घर जलाएर बस्ने कहाँ हो